नमस्ते। कहिलेकाहीँ यस्तो लाग्छ कि हाम्रो जीवन आखिर के हो? कतै यो हाम्रै सोच, हाम्रै कर्मको एउटा प्रतिध्वनि मात्रै त होइन? आज हामी एउटा यस्तै गहिरो सत्यलाई खोतल्ने नेपाली कथा सुन्नेछौँ जसले यो प्रश्नको जवाफ एकदमै सुन्दर तरिकाले दिन्छ। कथाको मूल मन्त्र नै यही हो। हाम्रो जीवन हाम्रो सोचको प्रतिध्वनि हो। मतलब हामीले संसारलाई जे दिन्छौँ नि त्यही कुरा घुमिफिरी हामी कहाँ नै आइपुग्छ। हो, यही एउटा सामान्य तर निकै शक्तिशाली विचारमा आजको हाम्रो पूरा कथा आधारित छ। अब कथा सुरु गरौँ है। कथा हो नेपालको एउटा सानो सुन्दर पहाडी गाउँको। त्यहाँ एकजना बुबा हुनुहुन्थ्यो जसको हरेक बिहान पहाडतिर हिँड्ने बानी थियो। तर एक दिन बिहान के भयो भने उहाँको सानो छोराले जिद्दी गर्यो, बाबा जेसुकै होस् आज त म पनि तपाईसँगै पहाड जान्छु। बुबाले त सम्झाउन खोज्नुभयो, नानी बाटो एकदमै साँघुरो छ, खतरनाक छ, एकातिर भिड अर्कोतिर गहिरो खोज छ, नजाऊ। तर के गर्नु, बच्चाको जिद्दी अगाडि कसको के लाग्छ र? आखिरमा बुबाले छोराको हात बलियोसँग समात्नुभयो र बिस्तारै एक एक पाइला होशियार हुँदै उकालो लगभग पहाडको टुप्पोमा पुग्नै लागेका थिए। त्यही बेला एउटा घटना भयो। बच्चाको ध्यान अन्तैतिर थियो। उसको खुट्टा ढुङ्गामा ठोकिएर लड्यो अनि त पीडाले उसको मुखबाट ठूलो चिच्याहट निस्क्यो र त्यो आवाज पुरै पहाडमा गुन्जिन थाल्यो। बच्चाले आफ्नो जिन्दगीमा पहिलो पटक यस्तो प्रतिध्वनि सुनेको थियो। ऊ त साह्रै डरायो। उसलाई लाग्यो पक्कै कतै कोही लुकेर बसेको छ र उसको पीडामा हाँसिरहेको छ, उसलाई जिस्काइरहेको छ। अलिकति डर र धेरै रिस मिसिएको झोकामा उसले पहाडतिर हेरेर करायो, को हौ तिमी? तर कस्तो अचम्म, पहाडबाट पनि ठ्याक्कै त्यही आवाज आयो, को हो तिमी? अब त बच्चालाई झन् रिस उठ्यो। उसलाई पक्का भयो कि कोही नदेखिने मान्छेले उसलाई जानी जानी चिस्काउँदै भएर उसले आफ्नो भयभरको बल लगाएर चिच्यायो, म तिमीलाई घृणा गर्छु। र पहाडले पनि उस्तै घृणा फर्काइदियो। अब त बच्चा साँच्ची नै आत्तियो। उसले डराउँदै बुबाको हात समात्यो र सोध्यो, बाबा यो को हो? मलाई किन यसरी दुःख दिइरहेको छ? अब आउँछ कथाको सबैभन्दा महत्त्वपूर्ण मोड। छोराको डर देखेर बुबा हल्का मुस्कुराउनु भयो अनि उहाँले सोच्नुभयो, अब आफ्नो छोरालाई जीवनको एउटा निकै ठुलो पाठ सिकाउने सही समय यही हो। अब पालो आयो बुबाको। उहाँले पहाडतिर हेरेर एकदमै मायाले भन्नुभयो, म तिमीलाई धेरै माया गर्छु। अनि तुरन्तै पहाडबाट पनि मायाले भरिएको आवाज फिर्ता आयो। उहाँले फेरि भन्नुभयो, तिमी धेरै राम्रो छौ। र उही न्यानो जवाफ गुन्जियो। यो देखेर त बच्चा जिल्ल पर्यो। त्यसपछि बुवाले मायाले सम्झाउनु भयो, बाबु यो अरू कोही बोलेको होइन, यो त तिम्रै आवाज हो जुन पहाडमा ठोकिएर फर्केर आएको। तिमी जे बोल्छौ त्यही सुन्छौ। र थाहा छ, हाम्रो जिन्दगी पनि ठ्याक्कै यस्तै हो, यही नै जीवनको नियम हो। हाम्रो जीवन कुनै संयोगले चल्दैन, यो त हाम्रै कामको एउटा प्रतिबिम्ब हो। यदि हामीलाई संसारमा धेरै माया चाहिएको छ भने पहिले हामीले आफ्नो मनमा धेरै माया जगाउनुपर्छ। बुबाले छोरालाई यही कुरा बुझाउनु भयो। बुबाको यो कुरा सुनेपछि त बच्चाको संसारलाई हेर्ने नजर नै बदल्यो। उसले बुझ्यो कि त्यो पहाड मात्रै होइन, यो पुरै जिन्दगी नै एउटा प्रतिध्वनि रहेछ। हामी जे दिन्छौँ त्यही फिर्ता पाउँछौँ। कथाको अन्त्यमा त्यो बच्चा खुसीले भरिएर आफ्ना दुवै हात फैलाएर पहाडको टुप्पोबाट जोडले करायो, म तिमीलाई धेरै माया गर्छु। र यसपटक पहाडले पनि उसलाई त्यही मायाले भरिएको आवाज फिर्ता दियो। उसको मनको डर अब खुसीमा बदलिसकेको थियो। त्यसो भए यो सरल कथाले हामीलाई के सिकाउँछ त? सारमा भन्नुपर्दा जीवन भनेको एउटा ठूलो ऐना जस्तै हो। यसले हामीले जे दियौँ त्यही फर्काउँछ। यदि हामीले मुस्कुराएर हेर्यौँ भने ऐनाले पनि मुस्कुराउँछ। यदि हामी रिसायौँ भने ऐनाबाट पनि रिस नै फर्किन्छ। मतलब हाम्रो सोचले नै हाम्रो वरपरको संसार बनाउँछ। र अन्त्यमा आफैलाई सोध्नुपर्ने एउटा गहिरो प्रश्न छ, हाम्रो जीवनको प्रतिध्वनिले हामीलाई के फर्काइरहेको छ त? हामीले संसारतिर के फ्याँकिरहेका छौँ, रिस कि प्रेम? हो, यो कथाले हामीलाई एकछिन बसेर यही कुरा सोच्न बाध्य बनाउँछ।